के तपाईँहरू पनि बिजनेस भनेपछि सेलिङ गर्नुपर्छ, चेजिङ गर्नुपर्छ र फोर्सिङ गर्नुपर्छ भन्ने सोचिराख्नु भएको छ? यदि हजुरहरूले यो सोचिराख्नु भएको छ भने हजुरहरूले गलत सोच्दै हुनुहुन्छ र मेरो आजको टपिक एकदमै पावरफुल रहेको छ र डे 8 अन्तर्गतको आजको टपिक रहेको छ वाट इज सोसल मिडिया एट्र्याक्सन मार्केटिङ एन्ड हाउ डज इट वर्क्स। र मैले हजुरहरूलाई बताएँ र हाम्रो बिजनेसको मोडल अनुसार पनि हामीले चाहिँ ऱ्यान्डमली कुनै पनि व्यक्तिलाई इनबक्स गरेर हाम्रो बिजनेसमा आउनु भनेर भन्दैनौँ र हामीले कसैको पनि पछि पर्नु पर्दैन र हामीले कसैलाई पनि फोर्स गर्दैनौँ। इन्स्टेड अफ दिस हामीले सोसल मिडिया एट्र्याक्सन मार्केटिङ अन्तर्गत 7वटा प्लेटफर्मभित्र रहेर हामीले हाम्रो डेली लाइफ एक्टिभिटिज, हाम्रो रियल ग्रोथ, हाम्रो रियल रिजल्ट र लर्निङहरू सेयर गरिरहेका हुन्छौँ र यसै गरेर हामीसँग राइट अडियन्स, राइट माइन्डसेट भएको वर्ल्ड वाइडको क्लाइन्ट एन्ड कस्टमर हामीसँग आफै जोडिन आउनुहुन्छ र उहाँहरूले डाइरेक्ट म्यासेज अथवा कमेन्टद्वारा हामीहरू मार्फत सम्पर्क राख्नुहुन्छ। त्यसपछिबाट उहाँहरूलाई हामीहरूले प्रपर ट्रेनिङ, हाम्रो सिस्टम र गाइडेन्सद्वारा सबै कुराहरू सिकाउँछौँ र त्यसपछिबाट यसमा के गर्ने त भनेर हजुरहरूलाई लाग्न सक्छ र हजुरहरूलाई यो बिजनेस गर्नको लागि प्रोफेसनल हुनु पर्दैन। सिम्पल छ। हजुरहरूले आफ्नो डेली एक्टिभिटिजहरू हजुरहरू जस्तो हुनुहुन्छ रियल अथेन्टिक पारामा नै यो बिजनेस गर्ने हो र हजुरको रियल ग्रोथ, रियल जर्नी, लाइफ स्टाइल सेयर गरेर नै यो बिजनेसलाई अगाडि बढाउन सकिन्छ र जो मान्छेहरूलाई यस्तो बिजनेसको खाँचो छ उहाँहरूले हजुरलाई आफै नै कन्ट्याक्ट गर्नुहुन्छ र हजुरले उहाँहरूलाई कन्ट्याक्ट गरिरहनु पर्दैन र यदि हजुरहरू पनि घरमै बसेर काम गर्ने सोच बनाइराख्नु भएको छ र यदि हजुरहरूलाई आफ्नो फ्यामिलीसँग टाइम दिएर काम गर्ने सोच बनाउँदै हुनुहुन्छ भने पनि यो बिजनेस हजुरको लागि एकदमै राम्रो हुन्छ। हजुरले टाइम फ्लेक्सिबिलिटी युज गरेर घरमै बसेर यो बिजनेसलाई सजिलैसँग गर्न सक्नुहुन्छ र यदि हजुरलाई यो बिजनेसको बारेमा डिटेल रूपमा बुझ्न मन छ भने मसँग कनेक्ट हुन सक्नुहुन्छ है त। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो र नेक्स्ट टपिक लिएर हजुरहरू सामु पक्कै पनि आउनेछु र त्यति बेलासम्मको लागि बाई एभ्रिवान।